वेलकम एभ्रीवन सबैलाई मेरो आजको भिडियोमा तपाईहरुलाई चाहिँ स्वागत छ। आज चाहिँ हामी धमकदार घाम लागेको बेला पनि हामी आज पौडी खेल्न जान लाग्यो हैन। अनि हेर्दै गर्नु होला आज चाहिँ डेन्जर यस्तो चरक्क परे घाममा पनि हामी पौडी खेल्न चाहिँ जाँदै छौं। मान्छे डुबाउने त्यसपछि हेर्नु होला यो पनि छ पछाडी नि छ अनि अगाडि कति टाढा हो थाहा छैन त्यही पनि हिँडिरा छु घाममा यसरी यी बाटो बगरे बगर त्यही पनि अब खेल्दिम न त गर्मीले औडा भइसक्यो गाड जलिसक्यो मेरो त्यही भएर पौडी खेल्न जान लाग्यो हामी। ल हेर्दै गर्नु होला मान्छेलाई त। सो अहिले चाहिँ हैन हामी सबैलाई स्वागत छ मेरो पछाडी ब्लग चलाइराखेको ब्लग ट्राई प्र्याक्टिस। अनि अहिले चाहिँ कस्तो घाम छ भनेर तपाईहरुले देख्नै सक्नुहुन्छ। अनि यहाँ चाहिँ यता डाँडा उता डाँडा अनि यता डाँडा छ यतापट्टि चाहिँ यतापट्टि सिङ्गे डाँडा हो यतापट्टि लाल पहाड अनि यो चाहिँ हाम्रो भन्ज्याङपट्टिको हो है। अनि यो चाहिँ मास्तिर यतापट्टिको हनुमान नगरको मास्तिर हो। अनि यो चाहिँ दिपनगर साइड भयो यो चाहिँ माथि फार लाइन भयो 3 नम्बरको। अनि यसरी चाहिँ सबै म ठाउँ भनिदिइरहेको छु हेरी जतिहरूले थाहा हुन्छ हैन म कहाँ गइरहेको छु भनेर अहिले तपाईहरुलाई देखाउनेवाला छु हेर्दै गर्नु होला हैन। अनि म चाहिँ अब के भन्दाखेरि नयाँ आजको भिडियो जुन हुन्छ नि त्यो चाहिँ एकदम एक्साइटेड हुन्छ नि हो त्यसरी के फुल्ली जोसमा चाहिँ म आफूले चाहिँ त्यो भन्न कोसिस गरेको छु। अनि किन भन्दाखेरि अब सुरुमा मैले भ्लग स्टार्ट गर्ने बेला चाहिँ मलाई बोल्न आउँथेन। अब बोल्न मतलब अलिकति अड्किन्थे अनि जस्तै कचेक मचेक हुन्थ्यो। अहिले चाहिँ तर फुल्ली जोसमा चाहिँ भन्न सक्छु। अनि हेर्नु होला अनि अलिअलि त्यो अब हुन्छ नि भिडियोहरुमा अलिअलि मान्छे धेरै भयो भने नि बोल्न नसकिने थियो। त्यही पनि अहिले चाहिँ म त्यस्तो छैन मतलब त्यो कुराहरुलाई मैले म्यानेज भनौँ न म्यानेज गर्दै गइसकेको छु। म्यानेज भन्दा नि अब कस्तो भन्दाखेरि अब अलिकति हुन्छ नि सबैको अगाडि नि बोल्न सक्ने भई अनि अब सबैसँग म भिडियो बनाए पनि हाँसेर बोल्ने कि अब कतिपय सुरुमा त अड्किन्छ नि त त्यो चाहिँ अहिले भएको छैन। अनि सबैले भन्न चाहन्छु थ्याङ्क यू 1 महिनाभित्रमा तपाईहरुले 100 सब्स्क्राइबर मलाई पुर्याइदिनु भयो अनि सपोर्ट गर्दै गर्नु। अनि अब छिटोभन्दा छिटो 1K चाहिँ पुर्याइदिनु होला तपाईहरुको साथ सपोर्टले नै त हुने छिटो हुने अनि सपोर्ट गर्दै गर्नु होला। अनि 1K पुगेपछि चाहिँ मेरो स्पेशल मैले छुट्टै प्लान गरेको थिएँ कि साइक्लिङ भ्लगको म एउटा नभए नि 7 वटा भिडियो चाहिँ हाल्नेवाला छु। किन भन्दाखेरि मलाई बेस्ट अफ द बेस्ट भनेको साइकल भ्लग चाहिँ मनपर्छ। अनि त्यही भएर यिनीहरू पनि जान्छ होला त्यो बेला त केटाहरूले साइकल नि किन्छ होला म पनि अब कति बेर फाइनल इक्जाम सिधेपछि किन्ने चाहिँ प्लान छ हेरौँ अब के हुन्छ। अनि किनेपछि म पुरै त्यो भिडियो नै बनाउँछु अनि हेर्दै गर्नु होला। अब हामी पौडी खेल्ने ठाउँमा तपाईहरुलाई त्यो पोखरीमा भेट्नेवाला छौँ। लेट्स सी त अहिले चाहिँ हामी यहाँनिर आइपुग्न लागेका छौँ। अनि अब यही हो यहाँबाट अलि उता धेरै हिँड्नु पर्दैन त पर्दैन। अनि हेर्दै गर्नु होला मैले चाहिँ भेस खोलेर नि रेडी भइसकेको छु हैन। अब हेरौँ कति गइरहेको रहेछ मैले पुरै ल्याउ छे त्यहाँ त त्यो राम्रो है चराइन रहेछ यार यही हो यस्तो ठाउँ रहेछ मायासाला यहाँ पहिला नि को खेलिसकेको रहेछ क्या ल्याउ सब उता पठा अनि उता पठाले कहिले पठाइरहन्छ। ल गाइज हामी चाहिँ यसमै हो पौडी खेल्नलाई अब के हुन्छ हेर्नु होला तपाईहरुले। यिनीहरू चाहिँ रेडी भएर बसेछ है म चाहिँ अलिअलि बाँकी छु गाइज हेर्नु यहाँ ल्याउ चाहिँ टक्कमा ल्यायो भेस्ट चाहिँ किन राख्यो भन्दाखेरि मोबाइल माथिबाट घामले तातिन्छ नि त अनि अहिले त्यही भएर यहाँ राख्या है। ल आम्फाल त उता जाने हो कहाँ यता गएछ हर्के गयो बुर्र चल्दै जाँदा उहाँसँग ल ल्याङ्ने नि गयो है।
अनि अब बाँकी रहेको म मात्रै भने हो जोस देखाउनु पर्दैन यिनीहरू चाहिँ यहाँनिर होइन यस्तो तर हरियो चाहिँ डेन्जर देखिने हामफाले ल ल्याङ्ग्रेल चाले हेरौँ न एकचोटि ल हामफाले अर्के दिस क्यान डु इट लो हान्यो ल ल्याङ्ग्रे हान्यो रोक अब यता नि पुग्नु छ त्यहाँबाट नि हाम फाल्नु छ यता देखा न अब म यहाँबाट हाम फाल्छु देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो हाम फाल्छु मेरो ढेलमा नदेख हाम फाल त अब एकचोटि गर्छ होला नि So let's see guys, I'm sorry. कस्तो भयो अहिले पौडीले पनि निक्लिसकेको छौँ अनि कपाली यस्तो सब भइरहेछ अन्त आम्मा कस्तो बवाल देखाएर पछाडिको सिनहरू यहीँ हो उता नि पोखरी छ अनि उता नि यो चाहिँ कहाँ म देखिरहेको छु अघि नै सुरुमा देखेँ हुँदैन र सो अब चाहिँ गाईहरू हामी पानीले भिजिसकेका छौँ सो अलराइट हामी चाहिँ होइन अनि उता घर पनि आइयो पौडी खेलेर नि अनि अहिले चाहिँ घर आएर यस्तो सुतेर बस्या गर्मी छ आउँदा नि घामले टट्टेर सो यति भन्दै आजको भिडियो चाहिँ एन्डिङ गर्न चाहन्छु भन्दा नि होइन एन्डिङ गरेको सही एन्डिङ गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ अनि भिडियोहरू मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल हस्त जय नेपाल।